नमस्ते। हाम्रो गेम आजको समग्रमा राम्रै भएको, अलिकति रिसिभ र हाम्रो बलक पोइन्ट नै कमजोर भयो, विकनेस भयो। जस्तो अब भोलि एफएफसँग छ, एफएफको तयारी कस्तो हुन्छ, कसरी खेल्ने चाहनु? अब एफएफमा भोलि बाहिर भएको दुईजना भाइ नै आउँदै हुनुहुन्छ, पुरै टिम पनि भइन्छ। अनि जस आजको गल्तीहरूलाई सुधारेर अब भोलि बेच दिने कोसिस गर्नेछौँ। कहाँनिर चुक्यौँ हामी आज? खास हामी मेन रिसिभ र बलक नै हाम्रो जोइन बलक अलिकति कमजोरी भयो। त्यही पनि गेम त राम्रै भयो थियो। सानो सानो एउटा दुईवटा मिस्टेक भइहाल्छ गेममा, जितार भइहाल्छ। अब त्यो कुराहरूलाई आजको कमजोरीलाई सुधारेर भोलि विन हुने कोसिस गर्नेछौँ एकदम। हङकङ गएको हिमाल र उहरू आइपुग्नुहुन्छ भोलि कि? हजुर, भोलि आइपुग्नुहुन्छ। तपाईँको बसाइ चाहिँ कस्तो भयो हङकङ गएको? बसाइ रमाइलो भयो। अब हङकङ विदेश भनेपछि अब हाम्रो नेपाल हेर्दाखेरि अब बाहिर हेर्दा स्वर्ग भयो जस्तो हुन्छ, र अब मन त यहीँ हुन्छ। भए पनि यस्तो ठाउँहरू यताउति हेर्दाखेरि एकदम राम्रो छ हाम्रो देशको देखि हेर्दाखेरि। हङकङ र नेपालको भलिबल कम्पेयर गर्दाखेरि कस्तो के भन्नुहुन्छ? हङकङमा त खासै त्यस्तो प्लेयरहरू उहाँको टिमसँग म खेलेको छैन, खासै देखेको छैन। उहाँ अब हामी हङकङ भनेर हङकङको टिमसँग खेल्न गएको छैन, नेपालीहरूको समाजले त्यो उसले सोसाइटीले राखेको गेम खेल्न गएको त्यो चाहिँ खासै अनुभव लिन पाएको छैन। क्याप्टेन जस्तै नेपाली भलिबललाई माया गरेर गण्डकीमा मात्रै सीमित नराखिकन दर्शकले अब गण्डकीलाई माया गरेर तपाईँहरूलाई जुन रूपमा हङकङसम्म बोलाइदिनु भयो अथवा अन्तर्राष्ट्रिय स्तरमै बोलाएर खेलाउनुहुन्छ नि, उहाँहरूलाई भलिबल प्रेमीहरूलाई के भन्न चाहनुहुन्छ? म उहाँलाई एकदम धेरै धेरै धन्यवाद दिन चाहन्छु। अब सबै जति पनि हुनुहुन्छ हाम्रो टिमलाई मात्रै नभएर अरू आर्मी पुलिस दुनियाँ होइन, अब सबै टिमहरूलाई नेपालमा भयो जति भलिबल प्रेमीहरूलाई सहयोग गर्ने अब हाम्रो टिम सबै भलिबल प्रेमीलाई एकदम धेरै धेरै धन्यवाद दिन्छु। उहाँहरूले गर्दा नै आज हामी यहाँ खेल्न पाइरहेका छौँ, राम्रो राम्रो चिजहरू लाउन पाइरहेका छौँ, विदेश घुम्न पाइरहेका छौँ। परदेशले त गेम दिन्छ, एउटा खाजा खर्च दिन सक्दैन, एउटा जर्सी दिन सक्दैन, परदेश के गर्नु? उहाँहरूले गर्दा नै आजसम्म धानिएको छ। त्यही भएर उहाँहरूले हाम्रो लागि एकदम भगवान् स्वरूप नै हुनुहुन्छ। उहाँलाई एकदम धेरै धेरै एकदम धन्यवाद दिन चाहन्छु। इन्डोरमा खेल्नु पोखरामा पहिलोपटक कस्तो भइरहेछ? पहिलोपटक अब जे इन्डोरमा त काठमाडौँ खेलिरहेको, अब यहाँ पहिलोपटक हो, अलिकति लाइटको कमजोरी रहेछ, त्यो नै अलिकति फरक पायो। अरू त सबै विनै हो, काठमाडौँ र यहाँ अब लाइट कमजोरी छ एकदम। भनेको यो अब इन्डोर गेम जुन भइराखेको छ, यसले अब गण्डकी प्रदेशले इन्डोर गेमको लागि हाम्रो यही हलमा चाहिँ प्रशिक्षण पनि गर्न पाउँछ कि पाउँदैन, के रहला? त्यो त मलाई थाहा छैन। अब कोचहरूले के अब सहकारी गर्नुपर्छ, अब कोचहरूलाई सोध्नुपर्छ होला, सायद उहाँहरूलाई थाहा होला। म त भर्खरै हिजो हङकङबाट आएको डाइरेक्ट, त्यही भएर खासै थाहा पनि छैन, यहाँ केही सोध्न पाएको पनि छैन। तपाईँ त आजको खेलमा नि थकित हुनुहुन्थ्यो होला हिजो? अलिकति ट्राभल बढी नै भयो। अस्ति फेरि प्लेन नउडेर एयरपोर्ट नै बस्नु पऱ्यो, अनि प्लेनमा डाइरेक्ट उहाँबाट काठमाडौँबाट यहाँ आउनुभयो। त्यही भएर अलिकति ट्राभल पनि अलिक गाह्रो नै हो। अब त यहाँ टिमसँग पनि अलिकति प्र्याक्टिस पनि गर्न पाउनु, सिधै गेम खेल्नु पऱ्यो। त्यसले गर्दा नि आज अलिकति हामीलाई चाहिँ घाटा लागेको हो। हजुर, अब त्यही पनि भनौँ, अलिकति समग्रमा हाम्रो अलिकति विकनेस भनेको बलक नै हो। बलक र डिफेन्स अलिकति कमजोर, भोलि सुधार